हामी देशको भविष्य अन्धकार पारेर 34 वर्ष देशको ढुकुटीलाई टकुन टाक पार्नेहरूलाई बिर्सन्नौ, एक इन्च पनि बिर्सन्नौ। उद्योग कल कारखाना बन्द गर्नेहरूलाई बिर्सन्नौ, खाडीमा युवा लखेट्नेलाई बिर्सन्नौ, बिर्सदैनौ। न्याय र सुशासन माग्दा संसद भवन अगाडि ढलेका भाइ बहिनीहरूको रगतको एक एक थोपा बिर्सन्नौ। हाम्रो बुवा दाजुभाइ दिदीबहिनीहरू, यो शोभायात्राका लागि योभन्दा अघिल्लो चुनावमा पनि हामीले केही कोसिस गरेका थियौँ। हामीले 21 जना साथीहरू लिएर गयौँ, हामीलाई पुगेन। सुशासनको एजेन्डा अगाडि बढाउन र कुशासनको युगलाई अन्त्य गर्नको निमित्त हामीलाई होनहार साथीहरू चाहिएको छ। यतिखेर मसँग उभिए मान्छे कति मान्छे भयङ्कर 1.5 सालदेखि एकैछिन यो अगाडि नै प्री प्लान हुने भने त खतरा हुन्थ्यो। यहाँ त बसिसक्नुहुन्छ मान्छे अचम्म भयो है। यति यहाँ भएको मान्छेले मात्रै भोट हालिदियो नि जित्छ क्या। यहाँ भएकाले घर आउनु पर्दैन, घरका आउनै पर्दैन कि यहाँ भएकाले मात्रै हाल्नु जित्छ हो कि भन्नु।